के तपाईलाई थाहा छ नेपालको करोडौं लाखौं जनतालाई खुलेआम व्यवस्थित र नियमित रूपमा लुटिएको छ? हो, तपाईले सही सुन्नुभयो। यो ठगी मोबाइल रिचार्ज, डाटा साफ्टी अनि नाकामी अफरहरूको नाममा हुँदै आएको छ र यो सस्तो लुटको नाम हो एनसेल। एनसेलले दिइरहेको साफ्टी देख्दा त सुविधा जस्तो लाग्छ, तर यसमा लुकेको छ लुटको मूल जाल। तपाईले रु 40 को साफ्टी लिनुभयो भने रिचार्ज गर्दा रु 42 रुपैयाँ 48 तिर्नु पर्ने हुन्छ, जुन सेवा शुल्कको रूपमा 2 रुपैयाँ 48 पैसा काटिन्छ। प्रतिशतमा हेर्दा 6.2% एक्स्ट्रा शुल्क हो। अब सोच्नुहोस्, मानव नेपालभरि 50 लाख प्रयोगकर्ता हप्तामा एक पटक मात्र साफ्टी लिने हो भने 2.48 × 50 लाख गर्यो भने 1 करोड 24 लाख प्रति हप्ता र 64 करोड 48 लाख प्रति वर्ष मात्र साफ्टीबाट नै काटिन्छ। यति मात्रै कहाँ हो र डाटा र भोइस प्याकहरूको छुट्टै खेल हुन्छ। मानव तपाईले 28 दिनको डाटा प्लान जस्तै 8 GB डाटा प्लस 379 मिनट भोइस प्याक किन्नु भयो, तर कारणवश प्रयोग नै गर्न सक्नु भएन, तैपनि 28 दिनपछि प्लान आफै इन्ड हुन्छ र पैसा पनि काटिन्छ। यस्तो त सिधा युज इट अर लुज इटमा आधारित व्यापार मात्रै हो। अब सोचो, 1 लाख मानिसले 1 GB डाटा र 100 मिनट भोइस प्याक प्रयोग नगरेको खण्डमा पनि एनसेलले 1 लाख GB डाटा र 1 करोड मिनट भोइसको मूल्य जम्मा गर्छ र फेरि त्यही डाटा भोइस प्याक र अर्को नयाँ कस्टमरहरूलाई बेच्ने गर्छ। अब भएन त एनसेलको डबल मजा। अनि अर्को कुरा त 4G को नाममा 3G डाटा स्पिड स्क्याम पनि गरिन्छ हामीहरूसँग। हामी त 4G सर्भिस किन्छौँ तर पाइन्छ 3G जस्तो स्पिड। 2023 को रिपोर्ट अनुसार नेपालको एनसेलको औसत 4G डाउनलोड स्पिड 7.2 Mbps थियो भने इन्डियाको जियो सिमको 20 Mbps 3 गुणा बढी। हाम्रो नेपालको कतिपय ठाउँमा त युट्युब खोल्न पनि 1 मिनट लाग्ने गर्छ। त्यति मात्रै होइन, डबल डाटा र बोनस प्रचारको नाममा झुटो सुविधा पनि देखाइन्छ। रु 79 मा 2 GB प्लस 2 GB बोनस, रु 50 मा 79 मिनट प्लस 79 बोनस पनि सुन्दा त सुन्झै लाग्छ, तर यथार्थ एकदम फरक। र यस्ता प्याकहरू एनसेल टु एनसेल मात्रै लागू हुने गरी दिएको हुन्छ र समय पनि 1-2 दिनको मात्रै हुने गर्छ। धेरै जसो प्याकहरू त राति 11 बजे पछि हुने गर्थ्यो, जुन हाम्रो लागि काम नलाग्ने र समय सकिएपछि स्वतः गायब हुने हुन्छ। यो सबै हेर्दा त एनसेलको कमाईको कमी नै छैन। एनसेलले 2022 मा 3972 करोड, 2023 मा 3744 करोड र 2024 मा 3460 करोडको रेभेन्यू गरेको। अब के भन्नुहुन्छ? हाम्रो सरकार के गर्दैछ भन्नुहुन्छ कि गीत गाउँ? लाखौं नेपालीले तिर्ने वर्षहरूमा कहिले नदेखिएको हिसाबले पैसा गुमाइरहे, तर यसमा सरकार मौन छ र हामी 1-1 रुपैयाँ तिर्न बाध्य जनता, जसलाई सस्तो सेवा दिने बहानामा महँगो ठगी हुँदै आएको छ। अब यो लुटबाट जोगिनुहोस्। यो भिडियो हाम्रो सबै नेपाली दाजुभाइहरूलाई सेयर गर्नु, किनभने यो लडाई होइन जनचेतना हो। च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। जय नेपाल।